जो साथीहरूले त्यति बेला संसद किन विघटन गरेको, अहिले संसद विघटन गरेको भएर संविधान संशोधन गर्न मिलेन, प्रत्यक्ष निर्वाचित कार्यकारीवाला सिस्टम लागू गर्न नमिल्ने भयो, आन्दोलनको मर्म खेर गयो भन्दैछ नि, उनीहरूलाई म सोध्न चाहन्छु, यही पुराना दलका टाउके नेताहरूले ल अब आन्दोलन भयो, हामी खुरुखुरु आन्दोलनको माग संसदमा तत्काल पास गरिदिन्छौँ भन्ने अवस्था थियो र उनीहरूलाई विश्वास पनि गर्न सकिन्थ्यो र यही केपी ओली होइन त्यत्रो युवाहरूको मृत्यु हुँदा पनि मन्त्रीहरूलाई राजीनामा नदिन व्हिप जारी गर्ने, अन्त्यसम्म पनि राजीनामा दिन नमानेको होइन केपी ओलीले। शहीदहरूको मर्मलाई एक थोपा पनि मतलब नगरी हामी फेरि उठ्छौँ भन्दै पार्टी कार्यालयमा ठुलो झन्डा फैलाउने यही एमाले पार्टी होइन, अनि यही काङ्ग्रेस पार्टी होइन अन्त्यसम्म पनि सरकार नछोडिकन सत्तामा लिसो भएर बस्ने। अहिलेसम्म पनि आफ्नो सभापतिको घरमा पैसाको डुङ्गुर भेटिँदा पनि काङ्ग्रेसको ठुलो नेताहरू बोल्न सकेको छैन, उल्टै भ्रम फैलाउँदै बचाउ गर्दैछन्। अरू त छोडिदिनुहोस्, यी 3वटा पार्टीका शीर्ष नेताले पार्टीभित्र पनि आफ्नो पद हस्तान्तरण गरेको छैन। अनि यस्ता भ्रष्ट र अमानवीय नेताहरूले संसदमा खुरुखुरु संविधान संशोधन गर्छ भन्ने विश्वास कसरी गर्न सकिन्थ्यो भनेको। संविधानले यिनीहरूलाई नै फेरि प्रधानमन्त्री बनाउने भन्छ, अन्तरिम सरकारको परिकल्पना नै छैन। यो दलको सिन्डिकेटलाई तोड्न यी दलका नेताहरूलाई सरकारी संयन्त्रबाट बाहिर नराखी सम्भव नै थिएन। संसद विघटन नगरी अन्तरिम सरकार बनाएको भए के यी पुराना पार्टीहरूले काम गर्न दिन्थे? विभिन्न राजनैतिक हथकण्डा प्रयोग गरेर काम नै गर्न दिन्नथे, आफै पारमा आउन भरपूर प्रयास गर्थे। अहिले अरू केही नभए पनि स्वतन्त्र व्यक्तिहरू सरकारमा पुगेको छ र कुनै पनि छानबिन गर्न शीर्ष नेताहरू पावरमा छैन। यो पनि त एउटा राम्रो उपलब्धि हो आन्दोलनको। यदि त्यो समय संसद विघटन नगरी राजनैतिक एजेन्डामा अल्झिएर कुनै ठोस निर्णय नगरेको भए फेरि यी पुराना नेताहरू संसदको आडमा पावरमा आउँथे र आन्दोलनकारीहरूलाई नै जेलमा हाल्थे। र अहिले पनि यो संसद विघटन गर्न हुन्न थियो भन्ने एउटा म्यानिपुलेसन मात्र हो, अरू केही होइन। पुराना दलहरूले चाहेको नै त्यही हो कि आन्दोलनको केही उपलब्धि भएन भनेर भ्रम फैलाउने, अन्तरिम सरकार असफल भएको पुष्टि गर्ने र यही अस्थिरताको अवस्थालाई प्रयोग गर्दै संसद फेरि बिउताएर आफू पावरमा आउने। जनताले यो घिनलाग्दो खेल बुझ्न जरुरी छ र त्यो पुराना दलहरूको खेलमा म्यानिपुलेट हुनु हुँदैन। यो देशमा जनताले जे चाहन्छ त्यही हुन्छ, कुनै नेताले होइन। यदि जनतालाई अहिलेको शासकीय स्वरूप मन परेको छैन भने प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा भएको विश्वासिलो नयाँ पार्टीलाई अबको चुनावमा भोट हालेर जिताउन सक्छ र परिवर्तनलाई स्थायित्व दिन सक्छ। दे स्टार्टेड द रेभोल्युसन विथ बुलेट्स, नाउ इट्स आवर टर्न टु एन्ड इट विथ ब्यारेट्स।